मलाई त्यो पारसको कुरा सम्झ्यो भने म अलि चाहिने भन्दा बढी भावुक हुन्छु। रुबेल चौधरी, सुजाता जोस्ट भन्छु म, उसको ज्वाइँ बङ्गलादेशी रुबेल चौधरीलाई चितवनमा भेट हुँदा, अब कुनै कारणवश उनीहरूको भेटघाट हुँदाखेरि अब पारसले, युवराज देवराज पारसले गोली हाने र हानेको रहेछ। अनि मलाई निर्मल निवासबाट कसैले फोन गर्यो, यस्तो यस्तो घटना हो, तपाईँ चाहिँ कानुन व्यवसायीको हैसियतले त्यहाँ गइदिनुपर्छ, हामी तपाईँलाई चाहिँ हेलिकप्टर पठाउँछौँ भनेर भन्नुभयो। मैले के भने यो पुसको दिन छ र फेरि के भने अहिले सबै राज्य सत्ता विपक्षमा भएको बेलामा जुनसुकै घटना दुर्घटना हुन सक्छ, हामी गाडीमै जान्छौँ म भने र गाडीमा गएँ। यो मलाई चाहिँ यो भन्दा पनि पीडा लाग्छ। रिस उठ्नेहरूलाई जति रिस उठ्छ उठोस्, यो सत्य कुरा हो। त्यहाँ पुगेपछि त्यो प्रहरीको चौकीमा अथवा प्रहरी जिल्ला प्रहरी कार्यालयमा त्यो प्रहरीहरू सुत्ने कोठामा पारसलाई राखिएको रहेछ। उहाँ यसै बिस्तरामा लेटिराख्नु भएको थियो। एक थरी मान्छे के भन्छन् भने हामी सिडिओकोमा बयान नगर्ने भन्छन्। हामी त राजा पो त, हामी युवराज, हामी बयान गर्न जाने भन्छ। गर्दा गर्दै यार तिम्रो राज्य सत्ता गएर तिमी सडकमा कुचो बढार्न पाउँदैनौ। अनि त्यहाँबाट राज्य सत्ता भनेको त राजनीति भनेको उफ्रेर हुन्छ, छिरेर हुन्छ, झुकेर हुन्छ, के गरेर हुन्छ, पहिले उम्किनुपर्छ। किनभने विदुर नीतिमा एउटा भनाइ छ, जबसम्म बैरी तपाईभन्दा बलियो हुन्छ त्यसलाई काँधमा बोकेर हिँड्नुहोस्। जुन दिन बैरी भन्दा बलियो तपाईँ हुनुहुन्छ त्यस दिन माटोको घडालाई ढुङ्गामा पछार्दे जस्तो फुटारेर बैरीलाई नाश गर्नुहोस् भने। अहिले बैरी बलियो छ र तपाईँले उसँग भिड्न जानुभयो भने बैरीले तपाईँलाई मारिदियो भने त सधैँभरि बैरीलाई त बाटो सफा भयो नि। यो कति भन्ने हाम्रो राज संस्थावादी साथीहरूलाई। अनि मैले भने होइन, बयान गर्नुपर्छ र सिडिओ अफिसमा हामी बयान गऱ्यौँ, अथवा बयान गर्नुभयो हाम्रो पारसले। र पारसले भनेको प्रष्ट कुरा, आम सञ्चारको साथीहरू तपाईँहरू भए पनि, म उमेरले जीवनको उत्तरार्धमा पुगे पनि तपाईँहरू युवा हुनुहुन्छ। पारसको एउटा बयान मैले धेरै ठाउँमा भाषण गर्दा भनेको छु, यो तपाईले किन यसरी फायर ओपन गर्नुभयो भनेर सोद्धाखेरि पारसले सिडिओको अगाडि भनेको छ, रुबेल चौधरीले मेरो पृथ्वीनारायण शाहदेखिको राज परम्परा, मेरो राष्ट्रियता, एकता, अखण्डता र स्वाभिमानमाथि आँच आउने, राष्ट्रद्रोह हुने कुरा बोल्यो। मैले खप्न सकिनँ र फायर गरेँ भने मलाई एउटा मात्रै राजावादीको उदाहरण दिनुस् जसले तपाईको राज संस्था, राष्ट्रियताको अपमान गरे बापत गोली हान्न तयार भयो। त्यो भन्दा ठुलो राष्ट्रवादी, राष्ट्रियताको परिचय के खोज्नुहुन्छ तपाईँ? त्यस्तो राष्ट्रवादी म वकिल, म भन्दैछु, मैले पब्लिकली 50 ठाउँ भनेको छु त्यस्तो राष्ट्रवादी हुनुहुँदो रहेछ। अनि होइन, मैले गोली हानेको हो भने पारसले, सिडिओले किन छोड्यो? गोली हान्ने मान्छेलाई छोड्ने? सिडिओ भने राष्ट्रवादी रहेछ नि। एउटा विदेशीले आएर, ज्वाइँ भएर आएर, ठिक छ मेरो देशको राज्य व्यवस्थाले गणतन्त्र राजतन्त्र जे होला, तर मेरो देशको अपमान गर्नेलाई मैले अपमान गर्नेमाथि गोली हान्यो भने मैले मेरो देशको नागरिक थुन्ने भनेर सिडिओले पनि छोड्दियो। होइन, नभए गोली हान्ने मान्छे किन छोड्ने? त्यो गोली अहिले एकछिन त्यो गोली चाहिँ के भएको रहेछ? फायर गरे अब यसरी माथि। अहिले एडिसीले बचाए, यसो हात उठाइदियो भन्ने कुरा होइन। एडिसी सेडिसी कसैले बचाएन। पारसले गोली हानेको हो, तर सिधै हाने भए मारे हुन्थ्यो, तर उसले थ्रेट मात्रै गर्यो। तर गोली चलाएपछि त ज्यान मार्नलाई हान्यो त भनिन्छ नि। भर्खरै तपाईहरू आफै त्यसको पीडित मान्छे हो। 15 गतेको तिनकुनेको घटनालाई लिएर जति नेपाली नागरिकहरूले जे के गरे होला, यो राज्यले निरङ्कुशतापूर्वक राज्यद्रोह, राष्ट्रद्रोह, ज्यान, जे मुद्दा लगायो होला, उच्च अदालतले थुनामा रहेका, जिल्ला अदालतले थुनामा रहेका मान्छेहरूलाई छोड्दाखेरि के भने थाहा छ? लौरो बोकेर गणतन्त्र समाप्त हुँदैन, राज्यद्रोह हुँदैन। गोली र बन्दुक र बारुद
राज्यसँग छ र मान्छे मरिराखेको छ, नागरिकलाई थुन्ने भनेर छोड। बुझ्नु पर्यो नि। न्याय त मरेर नि छ है। होइन, एकछिन, अब त्यो कुरा फेरि अहिले पछि गरौँला। कति मर्या छ, कति बाँच्या छ, कति गेडगेडो छ, त्यो आफ्नो ठाउँमा छ। मैले यो कुरा किन जोडेँ भने तपाईँले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता, सम्प्रभुता, अहिले तपाईँ पृथ्वी पथ भन्नुहुन्छ, राजा महेन्द्रले यो गरे भन्नुहुन्छ, त्यो गरे भन्नुहुन्छ, तर त्यही वंश परम्परालाई अपमान गरेर तपाईँ राष्ट्र संस्थावादी हुनुहुन्छ। न विद्या पढेको, न देशै डुलेको, अजानै छ छोरो घरैमा बढेको। युवराज देराज भयो, जहिले पनि सुरा सुन्दरी अथवा जे जाँड भाङ जे जेमा लगाइराख्यो। कहिले त्यो मान्छेले एक दिन शिक्षित हुने, दीक्षित हुने अवसर पायो, मौका पायो, तपाईँले दिनुभयो। स्कुलै नगएको छोरालाई, विद्यार्थीलाई यसले पिएचडी गरेन, डाक्टर भयो भनेर तपाईँ निन्दा गर्ने? मलाई त्यो पारसको कुरा सम्झ्यो भने म अलि चाहिने भन्दा बढी भावुक हुन्छु। होइन भने उसलाई त्यो खराब लतमा लाग्नु हुँदैन भनेर कसले भन्यो? आज जब ऊ जान्ने, बुझ्ने आदि इत्यादि भयो र अहिले पनि पारसले सार्वजनिक आम सञ्जालमा लेखेको केही कुरा मैले हेरेको छु। हामी जसरी एउटा पनि नेपाली नागरिकको खुन नबहाइकन राज्य सत्ता परित्याग होइन, जनताको नासो जनतालाई सुन्थ्यौं, हामी त्यहाँ पुनरागमन हुँदा पनि एउटा नेपालीको रगत पनि हामी झर्न दिन्नौं भनेपछि 17,000 मारेर आउने मान्छेहरूसँग पारसको तुलना हुन्छ? कहाँ छन् यो देशका राज संस्थावादी हौं भन्ने, राष्ट्रवादी हौं भन्ने, नेपाली हौं भन्ने मान्छेहरू? आज कृष्णाष्टमीको दिन म तपाईलाई एउटा कुरा भनौं। हजुर, यो गीताको दोस्रो अध्यायको 12औं श्लोक म तपाईलाई भन्दैछु। फेरि यो आम सञ्चार पनि वीर गोर्खाली होला, यसमा पनि त्यो वीरत्व होस् भनेर। हजुर, यसमा के भनियो भने न त्वेवाहम जातु नासम न त्वम नेमे जनाधिपा न चैव न भविष्याम सर्वे वयमत परम। यो के भनियो भने यो भन्दा अघि पनि म नभएको, भगवान श्रीकृष्णले भन्नुभयो, म नजन्मिए पनि म छु भन्नुभयो। म नभएको, तिमी नभएको भने कृष्ण पनि नभएको र यी राजाहरू पनि नभएको कुनै समय थिएन र पछि भविष्यमा पनि हामी सबैको अस्तित्व नभएको कुनै समय हुने छैन। आज त्यही कृष्णाष्टमी गणतन्त्रवादीहरू मनाउँदैछन् होइन? राजा नभएको कुनै समय नै थिएन, तिमी पनि थिएनौ, म पनि थिइन, भोलि पनि हुँदैन, निरन्तर हुँदैन। प्रमाणित उनीहरू आफै गर्दैछन्। उनीहरू आफै गर्दैछन् होइन? तपाईँ गीतालाई टाउकोमा बोकेर हिँडेर गीता अध्ययन कोनिके प्रतिष्ठान जे भनेर हिन्दू भएर तपाईँ जे गर्दै हुनुहुन्छ गणतन्त्रवादीहरू, तपाईँले यो गीताको यो श्लोक पढाएको छ कि छैन? र तपाईँलाई गीता अध्ययन गरेर गणतन्त्रवादी हुँ भन्न लाज हुन्छ कि हुँदैन? किनभने श्रीकृष्णले भन्नुभयो यो भन्दा अघि पनि म थिइन, म नभएको, तिमी पनि नभएको र यी राजाहरू पनि नभएको कुनै समय थिएन र पछि भविष्यमा पनि हामी सबैको अस्तित्व नभएको कुनै समय हुँदैन। त्यसकारण अहिले राज संस्था नेपालको निमित्त ठिक छ, अब चाहे पूर्व भन्नुहोस् चाहे पश्चिम भन्नुहोस्, तपाईँ राज संस्था त स्वीकार्नु भएको छ नि। र फेरि दैनिक जस्तो प्रधानमन्त्रीले राजा वा राज परिवारका कुनै न कुनै सदस्यको टिका टिप्पणी गरेर हुन्छन्। अस्तित्व नभएको भए किन बोलिराख्नु? त्यति मात्र होइन, मेरो चाहिँ अरू नै अलिकति पीडा हो कि आक्रोश हो कि धेर जान्ने भाव मलाई थाहा छैन। राजा यो 20 वर्षको अवधिमा नेपालका 77वटै जिल्लामा घुमे। राजा ज्ञानेन्द्र घुमे र हरेक गाउँ जिल्लामा जाँदा जनताहरूले श्री 5 महाराज धिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाई हाम्रो गाउँ जिल्ला आदि इत्यादि स्वागत सत्कार छ, अभिनन्दन गर्छौं भने 20 वर्षदेखि निरन्तर भनिराखेका छन्। र अहिले अस्ति चैत 15 गतेको घटनापछि राजा ज्ञानेन्द्रको 79औं जन्मोत्सवमा फणिराज पाठकले श्री 5 लेखेर किन काम कार्यवाही गरिस् भनेर पक्रिँदाखेरि
अबदेखि श्री 5 लेख्दिन भनेर छोडेर हिँडे। त श्री 5 महाराज धीराज ज्ञानेन्द्र जिन्दाबाद भन्ने नेपाली जनतालाई पक्रेर कारबाही गर्न, 1006 भनेकालाई त पक्रेर कारबाही गर्दैनस् त। र के भन्छौ? संविधानले चिन्दैन। संविधानले चिन्दैन भने संविधान पालना गर्ने काम राज्यको, संविधानले चिन्दै नचिने मान्छेलाई घण्टा समातेको भने यस्तो नाटकीय। अनि त्यो देशमा राजा अथवा तपाईले जे जति निन्दा गरे पनि आज हिजो जे जस्तो निन्दा गर्नुहुन्थ्यो युवराज धीराज पारसले बोलेको कुरा बोल्ने बित्तिकै तपाईहरु चाहिँ किन हल्ल्या त? फटा भन्नुहुन्थ्यो। पुरै आतंकित हुन्छन्, थुरथुर हुन्छन् युवराजको एउटा सामान्य स्ट्याटसहरुले अहिले। हो, यसै कारण डोर मे बी क्लोज्ड। लिगेसी होइन, हामीले रहिरहन्छ भन्ने खालको दिनुभयो। जस्तै तपाईको ढोका बन्द हुन सक्छन् तर विरासत अहिले खुल्ला छ। होइन होइन, ढोका बन्द हुन सक्छन् होइन। म वीर गोर्खालीलाई जानकारीको लागि निवेदन गरौं, अहिले एमालेमा 70 वर्षको उमेरको वाद विवाद चल्दाखेरि 14 वर्ष जेलमा बसेको कुरा कटाउने केपी शर्मा ओलीजी गर्दै हुनुहुन्छ। त्यो झापामा 28 सालमा भएको धर्मप्रसाद ढकाल हत्याकाण्डमा संलग्न भएका व्यक्तिहरू मध्ये सीपी मैनालीजी पनि हो। तर त्यही राजाको 79औं जन्मोत्सवमा सीपी मैनाली राजाको जन्मोत्सवमा आयोजित गरेको प्रवचन कार्यक्रमको प्रमुख अतिथि होइन। के को थरारी भने कहाँ हुँदै हुनुहुन्छ? आज तपाई वामपन्थीहरू पनि राष्ट्रिय एकता अखण्डता स्वाधीनताका लागि त के सीपी मैनालीले गणतन्त्र बुझ्या छैन, जान्या छैन? अनि खोइ त यिनीहरू सबैको गुरु नै हुन् नि। त्यसैले जनताको नौलो राजा ज्ञानेन्द्रको जन्मोत्सवमा मनाउनका लागि अनि श्री 5 भनेरै कार्यक्रम बनाए त सीपी मैनालीलाई त पक्रेर थुनेन त यो संविधानले, यो सरकारले। यस कारणले गर्दाखेरि मलाई लाग्छ राज संस्थाको वाञ्छनीयता आवश्यकता नेपाली जनताले अरु धेरै महसुस गर्दै गएको भन्ने लाग्छ मलाई अहिले। युवराज पारसको पछिल्लो सक्रियताले त्यसै उत्साहित हुनुहुन्छ? उत्साहित हुने भन्दा पनि जिम्मेवार हुनुपर्छ। उत्साहित भएर उच्छृङ्खल हुने होइन। होइन, यार जस्तो मान्छे उत्साहित हुनु भनेको अब आत्मविश्वास बढ्नु पनि हो नि। किनभने हिजो बदनाम गरेका थिए तर आज उनी नै पारसको जय जयकार भइरहेको छ। पारस नै राजा भएर आउनुपर्छ भन्ने जनआवाजहरू उठ्न थालेको छ। अहिलेका गणतन्त्रका भ्रष्टाचारी देशद्रोही राष्ट्रघाती नेताहरूलाई तलाउनलाई कुनै तानासाट प्रवृत्तिको हिम्मतिलो साहसिलो छोरा चाहिन्छ। त्यो चाहिँ युवराज पारस नै हो। वा आन्दोलनमा कसैले दुर्गा प्रसादको नाम लिएको होलान्, कसैले मनोजको नाम लिएको होलान्, तर युवराज पारसलाई अगाडि सारेको देखिन्छ अहिले युवा माझमा चाहिँ। हो, त्यसैले गर्दाखेरि मैले के भने नेपालको राजगद्दीका उत्तराधिकारी श्री 5 बडा महाराज धीराजका सन्तति, आर्य संस्कृतिका अनुयायी, गद्दीनशीन श्री 5 बडा महाराज धीराजका सन्ततिहरू नेपालको राजगद्दीको उत्तराधिकारी हुनेछन् भनेर भनेपछि अहिले नेपालको राजगद्दीको उत्तराधिकारी, हालाकि साँच्ची भन्ने हो भने त एक प्रकारले भन्ने हो भने त नेपालै छैन भने पनि हुन्छ। त्यो कसरी भन्नु होला भने यो के बागमती प्रदेश, त्यो कोशी प्रदेश, त्यो कर्णाली प्रदेश, त्यो लुम्बिनी प्रदेश नेपाल देश कहाँ छ? नेपाल देश चाहिँ कहाँ छ मलाई भन्नु? र यो लुम्बिनी, कर्णाली, बागमती, गण्डकी जे बनाउनु भएको छ तपाईले टुक्र्याको भारत गणतन्त्र भए जस्तो होइन नि। भारत त 1947 मा बेलायती साम्राज्यबाट निस्किँदा अब पन्जाब, हरियाणा, अब दिल्ली, बिहार, यो जे छन् ती त सबै थिए नि। तिनीहरू पो एकताको सूत्रमा आबद्ध भएर गणतन्त्र भएको हो। नेपाललाई टुक्र्याएर तपाईले गणतन्त्र बनाउनु भएको होइन। यसकारणले गर्दा राष्ट्रिय एकताको सूत्रमा आबद्ध गर्ने, मैले तपाईसँगै कुरा गरेको छु भन्ने मलाई लाग्छ। अहिले एउटा राष्ट्रिय गान छ। हजुर, पृथ्वीनारायण शाहले भन्नुभयो
हाम्रो देश 4 जात 36 वर्णको 4 वर्ण 36 जातको फुलबारी हो भन्नुभयो। हजुर। अहिले राष्ट्रिय गान के ल्याउनु भयो तपाईले? सयौं थुङ्गा फुलका एउटै माला हामी नेपाली। त सयौं थुङ्गा फुल भनेको त क्यातुकेको मात्रै पनि 100 थुङ्गा हुन्छ, मखमलीको मात्रै पनि 100 हुन्छ, 100 थुङ्गा हुन्छ, 100 पत्रीको पनि हुन्छ भनेपछि एउटै जातका 100 थुङ्गा हो कि पृथ्वीनारायण शाहले भने जस्तो 4 वर्ण 36 जातका फुलबारी? र त्यो फुल जुन हिमालमा फुल्छ होला त्यो फुल मधेसमा फुल्दैन। जुन फुल मधेसमा फुल्छ होला हिमालमा फुल्दैन होला नि। त्यसैले हामी सयौं थुङ्गा फुलका माला होइन, हामी कैयौं थुङ्गा फुलका माला हौं। अनेकौं जात जाति धर्म वर्ण सम्प्रदायका। अनि त्यो फुलबारी सिंगै सिर्जना गर्ने को? राज संस्थाको नेतृत्वमा हाम्रा पुर्खाले आर्जेको नेतृत्व। अनि अहिले के भन्नुहुन्छ तपाईँ? हिजो हामी अथवा म बच्चामा हुँदाखेरि सुन्थेँ मैले गीत गाएको, पश्चिममा किल्ला काङ्गडा पूर्वमा टिस्टा पुगेथ्यौं, कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं भनेर हामी टिस्टा किल्ला काङ्गडा सतलज हाम्रा पूर्वजले आर्जेको भूमि अहिले पनि गर्व गर्छौं। तर के राष्ट्रिय गान बनाउनु भयो थाहा छ? सयौं थुङ्गा फुलका एउटै माला हामी नेपाली, सार्वभौम भई फैलिएका मेची महाकाली। मेची र महाकालीमा सीमित बनाउनु भयो। चाँदनी दोधारा महाकाली पारी नेपाल हो कि? त्यो राष्ट्रिय गान गाउनुहुन्छ तपाईँ? त्यो गान गाएन भने संविधानले चिन्ने र नचिन्ने भन्छ नि। भनेर त यो गानमा पनि विदेशी शक्तिको म तपाईँ एउटा आम सञ्चारको मान्छे हुँदा हुँदै पनि एउटा आफ्नो विचारको एक्टिभिस्ट व्यक्तित्व भनेर पनि मैले जान्दछु, यदि मैले गलत बुझेको छैन भने। यो सम्प्रभुता संविधानमा लेख्नुभयो, नेपालको राजकीय सत्ता र सम्प्रभु सत्ता नेपाली जनतामा निहित रहन्छ। नेपालको सम्प्रभुतालाई समाप्त गर्ने गान होइन यो भने। अनि हिजो श्रीमान गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति भन्यो भने तपाईलाई ज्वरो आउँछ। श्रीमान गम्भीर नेपाली, नेपालीहरू श्रीमान छन्, गम्भीर छन्, संसारमा संसार विजेताहरू छन्। अनि प्रचण्ड प्रतापी, त्यो प्रचण्ड प्रताप नभई टिस्टा किल्ला काङ्गडा तपाईको कसरी भयो? त्यसलाई फ्याल्ने होइन तपाईँ नेपाली हो कि तपाईँ राष्ट्रघाती हो? अनि त्यो राष्ट्रिय गान गायो भने चाहिँ अनि गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति भने यो भूपति उपाध्यक्ष अथवा जुन त्यो भिआइपी ट्रिटमेन्ट जे दियो होला, उहाँ फर्केर आएपछि उहाँको एमाले भित्रको सक्रियतालाई केपी शर्मा ओलीजीले जसरी इन्कार गर्नुभयो होला, त्यसको शिक्षा दीक्षा पनि लिएर आउनुहुन्छ नि। अब यही चर्चा परिचर्चासँगै भारत भ्रमणमा चाहिँ तालिम प्राप्त कुकुरहरू चाहिँ यसपालि दिने तयारी गर्दैछ अरे सम्माननीय प्रधानमन्त्रीलाई भारतले। यो 1 महिना अगाडि नै नेपाली समाचारहरूले कसरी थाहा पाउँछन् यसमा कति सत्यता छ? सत्यता छैन भनौँ भने अघिल्लो पूर्व प्रधानमन्त्री प्रचण्डलाई भैँसी उपहार दिएर पठाएका थिए। अब स्वाभिमान त कता हो कता हो, कुकुर र भैँसी उपहारमै आफ्नो उपलब्धि ठान्न थाले होइन? भारतले दिएको भैँसीको मासु चीनमा निर्यात गर्ने बुझ्नलाई खोइ अब म धेर बुझ्ने भए हो कि अथवा नजानेको हो कि म क्षमा चाहन्छु आम दर्शकहरूबाट। पोखरा विमानस्थल बनाउनु भयो र चीनको अर्बौं खर्बौंको लगानीमा, लुम्बिनी विमानस्थल बनाउनु भयो अर्बौं खर्बौंको लगानीमा। अनि भगवान बुद्ध भारतमा जन्मेको हो भन्ने भारतीय एउटा पक्ष छ। अनि चीन र भारतको बीचमा कुनै पनि अथवा पटक पटक युद्ध भएका शत्रु राष्ट्रहरू अहिले जे होला, अब अमेरिका कारणले फेरि अर्को लामो टपिकतिर पुगिन्छ। अनि चीनसँग अर्बौं ऋण लिएर हामीले जुन अन्तर्राष्ट्रिय विमानस्थल बनायौं, अनि चीनको अर्बौं खर्बौंको ऋण तिर्नका लागि भारतको
हवाई मार्ग भएर जहाज उडाएर नेपालको एयरपोर्ट चलाउन